हाम्रो इमो रबिन भतिज म रुङ्ग्री साकाडा रबिन म चाहिँ नाना प्रमिला म भेना तामन राई ओडा चाहिँ किसा ओडा रेप्साको हिँडेको नौ अनि ओडा हिँडे हाम्रो शर्मिला हाम्रो बेहुला रबिन भतिज म चाहिँ नाना भेना ओडा पुसै भेना अनि ओडा फुपै हिँडे अनि ओडा पनि फुपै अनि ओडा चाहिँ आले म बेहुला म चाहिँ कोप्पा हिँडे अनि ओडा फुपै ओडा पनि फुपै ओडा पुसै अनि ओडा नाना हिँडे ओडा चाहिँ बहिनी है निछा हिँडे अनि ओडा चाहिँ आलेको चाहिँ रुङ्ग्री साकातिरको चाहिँ हाम्रो रबिन भतिज म चाहिँ सस्मिता हाम्रो बुहारी ओडा चाहिँ आले चाहिँ पापा मामा छाकावैमा हाम्रो चाहिँ प्रमिलाम्पा दाई र प्रमिलाम्पा भाउजू यता चाहिँ हाम्रो फेरि ऊ हुनुहुन्छ के अरे हाम्रो मामा नाम के भयो भनिदिनु त हजुर मनिष सुन्दर अनि यता चाहिँ फेरि बेहुलाको हाम्रो माउली हुनुहुन्छ यता है यता चाहिँ हाम्रो दर दाजुभाइ हाम्रो नरनाता धिवैटुङ वैटुङ भन्ने मूल धिवै यता हुनुहुन्छ आज फेरि मूल धिवै यता पनि मूल धिवै हुनुहुन्छ है अनि र यो चाहिँ हाम्रो चाम्लिङ भाषामा चाहिँ फेरि उहाँहरू चाहिँ आज गाजी घर है हजुर यो पनि यो शब्द पनि सिक्दै जानुपर्छ ओको रुङ्ग्री साकाडा सायरेम्बा बोटोरेम्बा हजुर त्यो छैको छाचीमा है कुनै ल धन्यवाद।